वेलकम टू आवर न्यू संयुक्त फर्नीचर व्लॉग। हेलो गाइस, देखो जरा इधर देखो, व्लॉग बन रहा है। हामी चाहिँ आज होलिडे त हैन, हाफ बेला काम गरेर यसरी जिउ गलेन भन्ने केटाहरूले जिउ गलाउनु ल्याएको यहाँ। साह्रै दुःख गऱ्यो, फेरि चिप्ली झर्दैछ। यहाँ लडिन्छ होला। भान्जा हात चाहिँ टेक्नु भएन है, बेजत हुन्छ है, भिडियोमा आइन्छ किन हात टेकेको। चिप्लेर लडा फरक पर्दैन, हात चाहिँ टेक्नु हुँदैन है, बेजत हुन्छ है। ऊ भाइ पुगिसक्यो माथि, एनर्जी हावा खाँदैछ। भाइ चाहिँ यसो गर्लफ्रेन्डको याद आएर मोबाइलमा यसरी आइहाल्यो भन्नेलाई। हेलो कालो दामी छ यस्तो, धरानै हो यो है, धरानको हिडन जेम्स भन्न नि मिल्छ। यति सखुवाको रुख होला है, त्यो दिएको भए त करोडपति हुन्थ्यो होला म। सागर दाई वाट्सअप मुन्नु भाइ लास्टमा आउँछ आयो अरे। ठिक छ के डाँडा भन्छ अरे? धार्मिक स्थलमा पर्छ यो, धार्मिक स्थलमा पर्छ अरे हाम्रो पुष्कर सरले भन्नुभएको। पिण्डेश्वरी छेउको डाँडा सखुवा सिसौगाछी रे होइन, मुन्दै भाइले भनेको। मन्दिरको माथिको डाँडा भनेर ल आइतबारैदेखि माथिको डाँडा यो। अहिले सर्टकट बाटो चाहिँ यस्तै रहेछ। हामी चाहिँ बोर्डर पार गर्दैछौँ, नेपाल टु चाइना बोर्डर। यहाँ आर्मीहरू चाहिँ रहेनछ, त्यसको मौकाको फाइदा उठाएको के होइन। रोडिज भन्दा खतरा तरिकाले हाम्रो ट्रेनिङ गरेर छिर्दैछ। आर्मीको पापा भन्दा खतरा छ हाम्रो केटाहरू। है ल, र भन्दा त आर्मीको छोरो जो डर गया उसको काँडा लग गया। ल भाइको भिडियो भाइरल बनाइदिन्छु है, जो यता आउँछ जान्नु दादा सबैले बजाइदिएको क्या। कसलाई बजाइदिएको दाइ? बताइदिएको क्या, बताइदिएको होइन बताइदिँदैछ क्या, पुरा जित्नुभन्दा अगाडि नै क्या। हाम्रो दन्तकाली मन्दिर कसलाई हो? 500 रुपियाँ मात्र? यता आउँदैन 500ले। म जस्तो राम्रो मान्छे हेर्नु मन छ भने संयुक्त फर्निचरमा भिजिट गर्नुहोस्। हस् न, धन्यवाद। दामी त दामी। हाम्रो धरान जताततै मन्दिरै मन्दिर होइन। अझै त बिजेपुर एरिया। यो चाहिँ कुन कलेज पो हो? ल हामी पञ्चकन्या मन्दिर आइपुग्न लाग्यौँ। पञ्चकन्या मन्दिरभन्दा अगाडिको यो स्कुल। यो स्कुल होइन हौ, के हो त? हामीले यहाँ कचोरी आइसकेको छु। यो स्कुल होइन हौ, स्कुल हौ। होइन यहाँ माथि हेर त के लेखिरहेछ। म यहाँ कचोरी आइसकेको छु काम गर्नु। स्कुलै पो रहेछ। हामी चाहिँ पञ्चकन्या मन्दिर आइपुग्यौँ। आदि ग्रुप यता, आदि ग्रुप पछाडि चाहिँ हाम्रो पञ्चकन्या मन्दिरको प्रवेशद्वार रहेको छ है। हाम्रो यो नेवारी शैलीमा बनेको चाहिँ मलाई धरानको एकदम मनपर्ने मन्दिर हो। आनन्द छ, सुनसान छ। पञ्चकन्या मन्दिर यो चाहिँ जङ्गलको बिचमा रहेको छ होइन। यहाँ चाहिँ वरिपरि देख्नुहुन्छ जङ्गलै जङ्गल अनि बाँदर छ। बाँदर खालको बाँदर छ यहाँ है। दाइले हामीले देखाउँदै बाँदर भन्नु होइन हौ, त्यहाँ बाँदर देखाएको। मन्दिर जङ्गलको बिचमा मन्दिर छ भनेर देखाएको कहाँ हो? बाँदर छ है। भाइले चाहिँ पुण्यको काम गर्दैछ यसरी बाँदरहरूलाई खुवाएर होइन। फेरि कतिवटा सुई हान्नु पर्ला है भाइ। यो चाहिँ माउ रहेछ नानी पृथ्वी नारायण शाह पोज भइहाल्यो नि। पछाडि अझै अर्को पृथ्वी नारायण शाहको पोज दिन जाने भएर धेरै आराम गर्नु पाइँदैन। अब यहाँबाट हामी पञ्चकन्याबाट
विन्ध्यवासिनी मन्दिरतर्फ जान्छु होइन। ल विन्ध्यवासिनीतर्फ यतातिरको रुख नै रमाइलो है। यस्तो मजाको रुख छ भने नि सानो हुँदा नि आएको यस्तै थियो, अझै पनि यस्तै छ है। ट्री हाउस जाने ए यो ट्री हाउस अरे, तर बस्नु चाहिँ नमिल्दैन रहेछ होइन। 3 गुफा रहेको छ है यहाँ चाहिँ। यसरी यहाँ पैसा लाग्दैन, जो पनि आएर बस्नु मिल्छ। यतिको चाहिँ बनाएको छ है यहाँको, यो पर्यटकको लागि नै हो भनौँ न। यो चिया हान्नु दाइ विन्ध्यवासिनी मन्दिर पनि आइपुग्यौँ है। हाम्रो चाहिँ अब यहीँ हो उकालो, यहाँदेखि अब तल झर्छौँ। विन्ध्यवासिनी मन्दिरबाट यसरी तल झर्ने बाटो छ है। यहाँबाट सिधै तल पुगिन्छ धरान बजार। यो चाहिँ हाम्रो धरान बजार हो, उता पारि खासै देखेको छैन जङ्गल गर्दा। विन्ध्यवासिनी मन्दिर त्यो मन्दिर आइपुग्यौँ है। ल गाइस भोट केमा? कहाँ चाहिँ कहाँ पहिरो गएको छ? यहाँ त डेन्जर पहिरो गएको रहेछ नि त। पुरै ट्रस्टहरू बनाएको काचाकुचुक बनाइदिएको रहेछ। हजुर पहिरो गएर बाटो नै यसरी होइन काचाकुचुक बनाइदिएन। अलिक बाटै छैन, सबै पहिरोले भाङभुङ बनाएको रहेछ है। माथिबाट उकालो यसरी झऱ्यौँ है तल। त्यहाँ चाहिँ हामी पेट्रोल पम्पको माथि त्यो भेगा जाने बाटो र भ्यू पोइन्टतिर जाँदैछौँ हामी चाहिँ होइन। अब चाहिँ पिचको रोडको बाटो। भाइलाई हेर्नु मन छ भने चाहिँ संयुक्त फर्निचरमा सम्पर्क गर्नु होला। भाइ जतिको ह्यान्डसम, भाइ जतिको 6 प्याक भएको फ्री सर्भिस दिन्छ भाइले। सिधै छ सार दाइ, अल द बेस्ट। फर्स्ट हुनुपर्छ योपालि। हस् ठिक छ। हाम्रो आजको डेस्टिनेसन चाहिँ होइन मलाई पनि थाहा थिएन, यहाँ रहेछ हाम्रो खुकुरी, गोर्खालीको सान खुकुरी, जय खुकुरी। टन्न मासु खाने सुत्ने, बियर नखाने एक्सट्रिम खाने अरे सोनम भाइ। पछि बियर माग्नु पाउँदैन है। हाम्रो डेस्टिनेसनबाट देखिने धरानको ब्युटी है। यो चाहिँ घामले गर्दै राम्रो आएको छैन। पाना मुन्दे भाइ ए हात माथि चढिरहेछ। फोटो खिच्दिनु भाइ? ल